दिस इज दुबई एयरपोर्ट घुम्दैछौँ हामीहरू चाहिँ अहिले यो पानीको साथमा दुबईको तातो बालुवाको पानी दुबई पानीको साथमा हामी छौँ। हामीसँग लिसन राणा, जीवन पाण्डे अनि हाम्रो सुशील के रे सर हजुरको नाम? सुभाष खत्री। अनि यहाँ चाहिँ डायमन्ड्स छ। लिसन किन्ने हो त? के छ विचार? किन्देऊ न भन्ने होला नि त फेरि। किन्ने हो त भने किन्नु। $500 छ। $500 छ। आहा गोल्ड यार। यो गोल्ड मैले लान पाएको भए कति मजा आउँथ्यो होला। इज दिस रियल गोल्ड? व्हाट डु यु थिंक? आई डोन्ट थिंक दिस इज रियल गोल्ड। सर एक्सक्यूज मी, हेलो, is this real gold? Real gold? Are you sure? Oh my, this is real gold, man. We can't. अब यता बाहिरको त नदेखाउँ, हाम्रो भित्रको देखाउँ। हाम्रो उहाँको यो ब्यागमा पनि धेरै खतरा चिज छ है साथीहरू। त्यो भएर ब्याग चाहिँ एकदम 24 क्यारेट हो। यहाँ त 22 हो, सस्तो हो। यहाँ त कम छ। 24 क्यारेट हो। तर त्यो दुबईको त्यो सेक्युरिटीले साफमा फर्कायो यार। डोन्ट टेक एनी भिडियोज भन्छ। ब्यागहरू पनि कसरी के किन्न छ भने यसरी दुबईको यो एयरपोर्ट पुरै यो सपिङ मल जस्तो रहेछ क्या हाम्रो दुबई सपिङ, हाम्रो उताको सिभिल मल जस्तो। ओ सरी। अनि यहाँ चाहिँ डोनेसन बक्सहरू पनि छ यहाँ ठाउँ ठाउँमा हामी देख्न सक्छौँ। हजुर नै म त बोल्दै छु साथी। मान्छे लुरे ज्यान दाउरे भयो भने त्यही त मैले त्यो भएर आफै ढले पनि एक्सर्साइज गर्ने। तर यहाँ पर्फ्युम चाहिँ बहुत धेरै पाउने देखेँ है मैले साथीहरू। हजुर कस्तो दामी छ नि पर्फ्युम देख्ने। अनि तर यो पर्फ्युमको मूल्य सोध्न मिल्छ भने कसैले सोधौँ न, एकछिन ढलिदिउँ। वाट इज द कस्ट अफ पर्फ्युम भन्नु? How much does this cost? Okay, हामी प्राइस ट्याग हेरौँ नि त। We just want to watch the price tag. How much does this cost? Oh my god, $130. If we can capture it. This is very costly. We can't afford this, right? We have only 500 pound. Sorry, $500, not pound. That is very expensive. एउटाले त यहाँ त के भन्न मिलेन। ओ यो काले दिन लाग्यो त 7जना लगाइसक्यो यार मोबाइल तल यसो तर कसले आएर मोबाइल टकाउने भने डर भइसक्यो खाथ्यो। तर पनि ठिकसँग देखाउँछु तपाईँहरूलाई सके जति। मोबाइल नटकाउने होला चाहिँ मैले देखाउँछु। तर यहाँ कस्तो विकसित है। ए वहाँ सिङ्गापुर हो के? सिङ्गापुर हो। सिङ्गापुर हो के हो? अनि हेर्ने अब यस्तो पनि छ आर्टहरू मजाले। कस्तो आर्ट यार, आर्ट दामी आर्ट। र हाम्रो चाहिँ यहाँ चाहिँ 13 घन्टाको ट्रान्जिट हो होइन? 13 होला। 13 घन्टाको ट्रान्जिट भनेपछि हामीले 2 घन्टा जति बिताइसकेका छौँ हामीले। र हामी हेर्ने मात्र, खाने त हाम्रो फुडहरू टेस्टी डेलिसियस फुडहरू छ। डी भनेको दिराम। होला नि।
र यहाँ पनि डोनेसन बक्स रहेछ। साथी नेक पिलो ल्याएर कतिको खुसी छौ तिमी? निक पिलो नल्याएको भयो नि खासै दुखी त हुने थिएन। आइफोन 17 आइसक्यो र आशै नै होला। हजुर गोप्रो सरी हामी युके गएर किन्छौँ। स्वाइप गर्नलाई त हुनुपर्छ 300 पाउन्ड छ, $300 यहाँ चाहिँ अलिकति सरी भन्ने चाहिँ राम्रै पर्छ भन्नुपर्छ भन्ने हामी बुझेको छौँ। र खिच्न पाउँछ कि पाउँदैन आई डोन्ट नो है, तर मैले खिचिरहेको छु। अब यो के हो ठ्याक्क भने डिलिट गरिदिउँला के छ र होइन, तर नभन्ला नि त्यसो। डिलिट गर भन्दा ठिकै सिधै नाका आएन भने त फेरि यो लाग्ने बित्तिकै एउटा त्यस्तै हो त, मतलब लडाइँ पऱ्यो होइन, हान्न लाग्यो एक्स्ट्रा खाँदै सिधै ढल्दियो ढले जस्तो पुरै त्यसलाई हान्दा रहेछ नि। त्यहाँ हाम्रो गाउँतिर एउटा फाइट पर्दाखेरि म्याकडोनल्ड्स, दिस इज म्याकडोनल्ड्स भयो साथी। 7 जाने प्राइस हुन्छ होला। भेजी मेनु ओ साथी हामी त्यहाँबाट अर्डर गर्न मिल्ने रहेछ नि त। अनि यो सिस्टमहरू त्यस्तो रहेछ, कसले थर्काउँछ भन्ने यस्तो हुन्छ नि। लाइक अब त्यो त्यही त मेस्सी, न्यू मेस्सी, आवर हिरो, सुपर हिरो मेस्सी। र हामी अहिले घुमिरहेका छौँ। तपाईँहरूलाई हामी फेरि पनि सम्झाउन चाहन्छौँ कि हामी अहिले दुबई सरी हामीहरू शारजा इन्टरनेसनल एयरपोर्टमा छौँ होइन? कुन हो त? हजुर डिबिएक्स एयरपोर्टको नाम डिबिएक्स। शारजामा होइन होइन? शारजा होइन हो र? ए डिबिएक्स एयरपोर्टमा रहेछौँ है हामीहरू, तर दुबईको एयरपोर्ट हो। अब डिएक्सबी त्यही त डिबिएक्स, त्यहाँ डिएक्सबी ल्याएर त डिबी के रहेछ भने यहाँ करेन्सी एक्सचेन्ज युरो पनि के देखाइरहेको, तर चार्ज लिन्छ होला है। दिस इज द एयरपोर्ट डिएक्सबी। र यहाँ क्यापको क्याप त होइन, के हो यो? वाट इज दिस? क्यान्डी दिज आर क्यान्डिज। ओ माई गड, यहाँको लुक्स हेरौँ साथीहरू। टेबलहरू छ, यहाँ पनि टेबलमा सुत्ने ठाउँ रहेछ होइन। क्यान्डी ट्री भन्छ यसलाई चाहिँ है साथीहरू है, बुझौँ। क्यान्डी ट्री, क्यान्डी सहितको ट्रीलाई क्यान्डी ट्री भन्यौँ हामीले होइन। र त्यसै गरी हामी बाटोमा हिँडिरहेका छौँ। लिसनजी कस्तो लागिरहेको छ डिएक्सबी इन्टरनेसनल एयरपोर्ट भिजिट गर्दा? नुडल्सहरू पनि रहेछ ल, नुडल्सहरू पनि। कस्तो खतरा। यहाँ चाहिँ बस्ने ठाउँहरू रहेछ। नुडल्स पनि देखाइरहेको छ त्यता साइडतिर, छैन र? क्यान्डी टाइपको छ, सबै क्यान्डी नै होला त। B28 गेट नम्बर लास्ट पोइन्ट हो कि? डिएक्सबी दुबई एक्सबी। र हामीले एकदमै इन्जोय गरिरहेका छौँ डिएक्सबी इन्टरनेसनल एयरपोर्टमा दुबईमा। वी आर नाउ हियर एट दुबई इन्टरनेसनल एयरपोर्ट। र अब चाहिने जोमा हामी यहाँ चाहिँ एउटा गाडी घरभित्रै गाडी घुर्छ। यहाँ चाहिँ घर त नहुन, एउटा मलभित्र गाडी घुरेको हामीले। एउटा होइन, धेरै गाडीहरू चाहिँ पुरा हाम्रो चक्रपथ जस्तो पुरा घुमाइरहेको हुन्छ नि, यताबाट उता हाम्रो चक्रपथ भइरहेको यहाँ दुबई डिएक्सबीको चक्रपथ। यो गाडी घुराउने एरिया भन्ने तल लेखाएर चाहिँ साथीहरू हजुरलाई पनि हामी जानकारी दिउँ। यदि तपाईँ यो डिएक्सबीमा आउनुभयो भने त्यहाँ चाहिँ एउटा कस्तो दामी पियानो रहेछ पारी। त्यो पियानोले मान्छेहरूको ध्यान खिच्ने रहेछ भन्ने हामीले बुझ्यौँ होइन त। यहाँ लिफ्ट पनि रहेछ, लिफ्ट पनि तल गयो, लिफ्ट पनि आइगयो फेरि। ल के हो, उत्रिएर माथि उत्रिएर तल गर्ने काम हो, के हो यसको? त्यही काम देखाएर छ नि त्यसलाई पक्कै पनि। र यो पनि देखाउनु पर्छ, तर यसमा उल्टो मात्र रहेछ।
यता आउने मात्र रहेछ है यो चाहिँ अब यो केही होला हजुर सर ल ल खै ल इफ आई क्यान सरी उल्टो भएको नि त नि यताबाट लिसौँ यता मात्नुपर्छ ल जाऊ सकिन्छ सकिन्छ के गाली गर्ने कसले गाली गर्ने भइरहेछ जाति भइरहेछ भयो साथी भयो गरे होइन ओहो हाइट तर सातो जाने सातो भन्दा त मलाई सातो कहाँ गइरहेको साथी अनि त कसले आएर दिन्छ एउटाले गोल्ड कमाउन थर्काइको को बनाइदियो यार तर खतरा च्यालेन्ज हुँदो रहेछ यार त्यो ए हुन त साथी उमा त्यही त गर्छ नि त अनि दौडिनीमा त्यो रोलर मिल भन्छ कि के भन्छ त यो त हामीलाई सामान्य हो नि हामी त गर्थ्यौँ नि ल यहाँ फेरि के पाउँदो रहेछ सबै मिरिन्डा सिरिन्डा यसो दिराम त 10 हो दिराम 10 ए 10 दिराम एडी हो एडी पनि त दिराम भने त कहाँ छ रे एडी त्यो नम्बर हो के 37 87 के एडी भनेको नि दिराम भने यो डी र एडी भने जस्तो मान्थे तर दिराम यस्तो डी पनि हुँदो रहेछ के ए यो चाहिँ 6 रहेछ ए एडी एक ठाउँ लेखा होला के 6 वाला रहेछ सबै पानीले कति छ 3 रहेछ पानीले 3 रहेछ 10 त्यो खतरै पानी होला नि त त्यो त्यो हामी सधैँ बोतल छ त ए 10 वाला रहेछ 10 वाला रहेछ हामीले यत्रो महँगो पानी खाइरहेछ कति पर्छ साथीलाई हिसाब गरेर तिम्रो म्याथ त राम्रै छ 380 पऱ्यो यसलाई त्यो नेपाली हामी त नेपालीमा हिसाब गर्छौँ नि त्यसलाई त्यो 380 को पानी खायो साथीहरू बुझ्नुहोस् अब लगाइस के खानी 10 वाला यो पेप्सी खानी पेप्सी 10 भने कति पर्ने हिसाब गर त त्यही 380 पर्ने भयो ए 10 भने 380 हो 380 रुपैयाँको अब यो घिउलाई नेपालमा खाएको भए हामीले त्यो 40 रुपैयाँमा आउँथ्यो यहाँ 380 पर्ने भयो है त्यति गर्छ बुझौँ साथीहरू तर 7 भनेको त 700 को 28 280 पर्यो एउटा फिजी वाला त्यो एडमा हुन्छ नि स्प्राइट यो त 10 को भन्दा स्प्राइट कस्तो लाग्यो यो क्यान वाला स्प्राइट त नेपालमा मैले देखिनँ नि त नेपालमा भएको भन्दा त बरु त्यही त यो बरु यसो प्राइस डिस्प्ले इन्क्लुड अल ट्याक्सेस है ट्याक्सेस चाहिँ इन्क्लुड भएर छ हेरिदिउँ न पहिला हेरौँ त्यसपछि खाने डिसिजन त्यसरी गरौँ न हामीहरू यो त नहेरौँ होला 5 what it cost what is this दिराम पनि चिया खानी भनेको ए 3-4 दिरामको कुरा चाहियो कि हामीलाई त ऊ त्यो 7 दिरामको त्यो छ है तर त्यो स्प्राइट वाला साथी कति छ त्यो छ चारजना छम हामी ए अलि चाहनी दो त भनेको त्यहाँ पुरै पानी घरको पानी टाइमसँग सधैँ 10 दिरामको पानी हो त्यो अनि चिया खानु लाग्छ चिया कफ खाने भनेको चिया पनि आउँदैन जस्तो लाग्छ र साथीहरू हामी ओहो त्यस्तै तलबाट आउनु रहेछ साथीहरू ओहो तलबाट आउनु रहेछ तपाईँ पुस भने नि त्यहाँ पुस गरेपछि माथिबाट पुल हुन्छ पैसा पे गरेपछि आउने अब नान्ने त्यही हो तर अब हामीसँग दिराम छैन डालमेयर इन्जोय द वे अरे नानी कहाँ कि रहेछ नि चाहिँ राम्री रहेछ नि मलाई मन पर्यो पोटाटो चिप्स हो नि त उता 7 एफ कस्तो होला नि तर कस्तो हो चिप्स 7 280 नै पर्यो र हिँड्न चाहिँ मनाइ गरेको छ तर साथी अघि म हिँडेको थिएँ नि त्यसरी हिँडेको देखेर मलाई गाली गर्थ्यो होला चार पनि छ त साथी त्यहाँ त्योभन्दा सस्तो हस् थ्याङ्क यू सो मच